हेलो साथीहरू, गुड आफ्टरनुन। अब हजुरहरूको त म त भर्खर काम सकेर नुहाएर अब यो नास्ता भए पनि के पो खाना भने पनि लन्च भने नि सबै हो है। म त अलिकति फेरि अब हल्का खाना खाएको नि त आज चाहिँ है। भर्खर नुहाएर केस पनि सुकेकै छैन, फेरि टाउको दुख्छ हो, अलिकति यसो भिजाएर फेनमा चाहिँ सुकाउनुपर्छ। त्यहाँदेखि चाहिँ म चाहिँ फेरि टाउको दुख्छ चिसोमै पानी हिँड्दै साथीहरू। अन्त म चाहिँ अब खानै खाँदैछु भन्नु पऱ्यो है। के होला यो हेर्नुहोस्, म त हल्का खाना यस्तो खाँदैछु हिजोबाट। फेरि यो चाहिँ पुदिनाको चटनी हो। अन्त हजुरहरू कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला है। म पनि एकदम सन्चो छु भगवान्को कृपाले गर्दा, हजुरहरूको आशीर्वादले गर्दा। आज चाहिँ म एक्लै भइरहेको छु हो खाना खानु, किनभने साथी काममा पऱ्यो नि त। अन्त त्यो गएर अन्त म चाहिँ एक्लै भइरहेको छु कि भिडियो कलै गरेको थियो। अन्त म काममा पुगेँ भनेर फोन गर्छ। म त ढिलो उठ्छु, त्यो बिहान 6 बजी हिँडेको अरे। 6-7 बजी म त उठेको 9:30मा। अन्त भिडियो मेसेज पठाइराखेको रहेछ वाट्सएपमा। यही हो, कोही बेला घाँटीमै बोकेर जानुपर्छ साथीभाइ हो खानाहरू। कोही बेला खाँदा खाँदै नै सकेको मात्रै हुन्छ, घाँटीमै बोकेर जानु। कोही बेला खाँदा खाँदै छोड्नु पनि पर्छ, फोन आयो भने कुदिहाल्नुपर्छ। फेरि त्यस्तो छ है हाम्रो परदेशको जिन्दगी चाहिँ साथीभाइ। अब म भरे फेरि यहाँ हस्पिटल जानुपर्ने काम छ। हस्पिटल जान्छु, एकछिन खाना यहाँ खाएर जाँदाखेरि एकछिन खानासाना खाएर एकछिन रेस्ट गरेर 15-20 मिनट रेस्ट गरेर चाहिँ कति बजी अहिले 2:30 हुन आँट्यो होला। 4:30तिर चाहिँ 3:30तिर चाहिँ म चाहिँ बाहिर जानुपर्छ। आज त एकदम रुम पनि सुन्ने भइरहेको छ हो। अरू बेला नि तर सुन्ने हुन्छ, आज त सुन्ने लागिरहेको छ। किनभने सधैँ चाहिँ हामी दुईजना साथी र म मात्रै हुन्थ्यो नि त खाना खानु चाहिँ। अन्त आज बिचरा त्यो पनि छैन रहेछ हो। तर पनि त्यसले त्यो भिडियो त हेर्छ हो, खाएछ भने त हुन्छ है। तैँले पनि मजाले खाएर आइज है आज।